हेलो गाइज, हामी चाहिँ मेलम्ची घुम्नको लागि निस्किन रेडी हुँदैछौँ। एउटा बाइक एउटा स्कुटीमा। बाइक चाहिँ दाइले अनि स्कुटी चाहिँ भाइले चलाउँदैछ। लोकन्थली चोकै हो चाहिँ। लोकन्थली चोकबाट भित्र हुँदै हामी सानो ठिमी निस्केर नीलबराई मन्दिरतिर मूलपानी हुँदै मूलपानीमा तेलसेल हालेर चाहिँ हामी लाग्यौँ। हाम्रो ब्लग हेर्दै गर्नु है त, अगाडि के हुन्छ। हाम्रो बाबु पनि निदाउँछ बाटोमा। कस्तो मजाले निदाइरहेछ है त। बाटोको भ्यू चाहिँ यस्तो दामी छ कि जर्सिङ पोवा जङ्गल छिर्नुभन्दा अगाडिको भ्यू। यस्तो दामी हरियाली त साह्रै मन खान्छ। एकदम दामी भ्यू छ यार। हामी चाहिँ अहिले जर्सिङ पोवाको जङ्गलमै छौँ। हामी चाहिँ रुमबाट ठ्याक्क 11 बजे निस्केका थियौँ। यहाँ चाहिँ जर्सिङ पोवामा चाहिँ 12 बजे पुगेका थियौँ। जर्सिङ पोवा चोक ठ्याक्क पुगियो। जर्सिङ चोकबाट चाहिँ हामी अब मेलम्चीतिर लाग्दैछौँ है त गाइज। मेलम्ची हजुरहरू को जानुभएको छ कमेन्ट गर्नु होला है त। बाटोमा हिँड्दा कस्तो राम्रो चौतारा देखिन्छ क्या। कस्तो राम्रो चौतारा। मेलम्ची झर्दै चाहिँ हामी अब स्कुटी चाहिँ म चलाउँछु अनि भाइले ब्लग खिच्छ। भाइको गफ सुनौ है त। भाइको रमाइलो गफ छ है त यहाँ। फाइनल्ली मेलम्ची झर्न लाग्यो। बाटोको हालत चाहिँ एकदम डेन्जरै छ है अवस्था अहिलेलाई डेन्जरै छ है। बाटो चिल्लो काठमा बस्नेको बाटो परेको छ। यहाँ पानी खाने हो, यहाँ पानी खाएर बस्नु। म झर्नुपर्छ। गाडी बिग्रेको अवस्था छ यो। गाडी चाहिँ अब कालो चढ्न सकेन या के भयो पनि। गाडी चाहिँ एकदम बिग्रेर तनावग्रस्त बनाइसकेको छ मान्छेलाई। इच्छा भति छ हाम्रो मेलम्ची भनिन्छ यो ठाउँलाई चाहिँ। आज चाहिँ हाम्रो यात्रा मेलम्ची हुँदै बगरबास हुँदै हेलम्बुसम्मको रहने छ। साथै आजको विशेष यहाँ आउनुको कारण चाहिँ ट्राउट माछो इटिङ हुँदाखेरि आइपरेको आज। यस्तो छ हाम्रो अगाडि भेडा साप हुनुहुन्छ टक्क आन्टी साउ। ए बोलेको हाल है टिकटकको एउटा कमेडी बोलिदिउँ कि क्या अब। कमेडी बोल म त भिडियो पनि त्यतै देखाइदिएको छु मान्छे दिएर
मान्छेतिर देखाइदियो फाइनल्ली हामी मेलम्ची बजार चाहिँ पुग्न लाग्यौँ। यस्तो गर्मी तातो हावा आउँदो रहेछ कि यो गर्मी महिनामा चाहिँ मेलम्ची बजारमा। तर बजारहरू चाहिँ राम्रो थियो। मेलम्ची बजार चाहिँ यो गाइस फाइनल्ली मेलम्ची बजार चाहिँ पुगियो। त्यसपछि हामी चाहिँ यसो खोलामा फोटो खिच्ने भनेर ठाउँहरू खोज्नको लागि एकछिन घुम्यौँ। मेलम्ची बजार चाहिँ यस्तो रहेछ गाइस। फाइनल्ली हामी खोला कोसीमा पुग्छौँ। मेलम्चीको कोसीमा गएर टक्क फोटोसोटो खिच्छौँ, खाजासाजा खान्छौँ। टक्क राम्रो रहेछ गर्मीमा। खोलाको छेउमा हावा चाहिँ सरर टक्क चिसो डिउ खाँदै रमाइलो भएको थियो। ल त्यसपछि स्विमिङ पनि गरिन्छ है गाइस। टक्क दाजुभाइको फोटो यिनीहरू चाहिँ तीन दाजुभाइ। यस्तो चिसो पानी थियो तिनीहरू चाहिँ गर्मीमा टक्क मजा आयो। त्यहाँ चाहिँ पौडी सौडी खेलेर हामी फेरि लाग्यौँ, फर्क्यौँ चिया बगान साइड हुँदै। यस्तो राम्रो बाटोमा यस्तो राम्रो भ्यूज आउँछ यो बाटोमा चाहिँ। यस्तो राम्रो खेतहरू तपाईँ हेर्न सक्नुहुन्छ है त। ल यस्तो दामी हो, यहाँ बस्नुको छुट्टै मजा छ के। यस्तो राम्रो खेतहरू हो। नेचुरल ब्युटी चाहिँ यसलाई भन्छ कि दामी। तर बाटो चाहिँ बनाउँदै थियो, धुवा धुलोहरू चाहिँ यति धुलो खाइयो नि यो ठाउँमा, बाटो देखिरहेको थिएन क्या। पिच गर्न लाएर रहेछ बाटो। बिस्तारै 3-4 महिनामा चाहिँ खत्रै हुनेवाला रहेछ यो बाटो। यस्तो गाउँहरू पाकेर यस्तो चपक्कै साँच्चै राम्रो। ल नेचुरल ब्युटी भने चाहिँ यो है गाइस। ल जाँदा जाँदै फेरि हामी बिच बाटो भेट्छौँ। भोटेचौर जाने बाटो हो यो चाहिँ। फाइनल्ली ब्लग चाहिँ यति मात्र खिच्यौँ। बेलुका हुँदै मोबाइलको ब्याट्री नि सक्यो अनि अल्छी नि लाग्यो।
यहाँसम्म भिडियो हेर्नु भएकोमा धन्यवाद छ है त गाइस सी यू अगेन